के महेश बस्नेतलाई चाहिँ पक्राउ गर्नु नहुने? महेश बस्नेतलाई कानुन लाग्दैन कि महेश बस्नेतलाई लाग्ने कानुन छुट्टै हो भनिदिनु पर्यो। होइन, यदि भने नेपाली जनतालाई सबैलाई बराबर कानुन लाग्छ, त्यसैले गर्दा तत्काल पक्राउ गरेर महेश बस्नेतलाई अनुसन्धान गर्नुपर्छ। अर्को कुरा, धेरैजना पत्रकार लगायत हामी आफ्नै स्वयंको पनि हामी बाँच्न पाउने अधिकार हुन्छ कि हुँदैन यति भनिदिनुपर्छ। तपाईँहरू एउटा पत्रकार बन्दै गर्दाखेरि महेश बस्नेतले बोल्ने भाषा त्यही हो, सधैँ ज्यान मार्ने धम्की दिने गुन्डागर्दी चल्छ। अहिले पटक पटक यसो गरिरहेको अवस्थामा मैले साइबरलाई उजुरी गरेको छु। साइबर क्राइमले तत्काल यो मुद्दाबाट महेश बस्नेतलाई पक्राउ गर्नुपर्छ। आजको दिनमा प्रमाणको चाङमा टेकेर प्रहरीले अनुसन्धान चाहे दसैँ होस् चाहे तिहार होस् गर्छ। र अर्को कुरा भन्नुहोस्, घर परिवार रोइलो, मेरो परिवार थिएन, मेरा बाबुआमा थिएनन्, मेरा दाजुभाइहरू थिएनन्, मेरा इष्टमित्र थिएनन्। म एउटा छोरी मान्छेलाई मेरो घरमा लक गरेर एउटा लाउने कपडासम्म नदिएर सडकमा पुर्याउँदा 2 वर्षसम्म कति पीडा भएको थियो होला, त्यो बोध गर्न सकिन्छ। अर्को कुरा, घरबारविहीन भन्नुभयो, म त भएँ। धेरै आमाहरूको काख रितिएका छन्, धेरै श्रीमतीहरूको सिउँदो पुछिएका छन्। यति बेला रगतको टाटोहरू मेटिसकेको अवस्था छैन मानेश्वरमा। त्यो घर त फेरि बनाउला, यी अपराधीहरूले भ्रष्टाचार गरेका पैसा छन्, बनाउँछन् घर। त्यो कङ्क्रिट जल्दा त्यत्रो अब शोभा पाठकलाई चाहिँ आफ्नो क्षेत्राधिकारभन्दा बाहिर लगेर ललितपुर गएको बेलामा 2 घण्टाभित्र पक्राउ गर्न सक्नुभयो तपाईँहरूले। महेश बस्नेतलाई किन गर्नु भएन? पटक पटक मुद्दा मैले हाल्दाखेरि तपाईँलाई लभ लेटर दिएको हो। केपी शर्मा ओलीले छोपेर राखेका थिए। केपी शर्मा ओलीको कामै यस्तै हो, बलात्कारीहरू, हत्याराहरू, भ्रष्टाचार गर्नेहरूलाई दायाँ माया राखेर छपक्क छोपेर राख्ने काम हो। फलस्वरूप आज केपी शर्मा ओलीले पाएको उपहार हो यो। आज सरकारको प्रमुख हुँदै गर्दा हेलिकप्टर लिएर भाग्नुपर्छ? यो देशको प्रधानमन्त्री यो विडम्बना होइन। कारण यस्तै महेश बस्नेत जस्ता व्यक्तिलाई छोपेको कारणले हो। अझै पनि उहाँले कहाँसम्म पुग्नुहुन्छ उहाँहरू थाहा छैन, कति विलिन हुनुहुन्छ, अझै च्यापिरहनु भएको छ। महेश बस्नेत जस्ता गलत पात्रहरूलाई बोकेको कारण आज केपी शर्मा ओली आफै भाग्न पर्ने अवस्था आएको छैन। मलाई चाहिँ विभिन्न रूपमा मेरो सामाजिक रूपमा चरित्र हत्या गर्ने गरेर एउटा महिला सडकमा गइसकेकी महिलालाई अझै पनि चरित्र हत्या हुने गरेर विभिन्न स्टाटसहरू र विभिन्न व्यक्तिहरूसँग जोडिँदै गर्दाखेरि चाहिँ मैले सहन सकिनँ। र महेशजीले त्यो गर्नुभएको थियो गरेर महेश बस्नेतले आफ्नो फेसबुक वालमा चाहिँ स्टाटस लेखिसकेपछि धेरै पटकै मैले 1-2 पटक सहेँ। उनीहरूले हालेका मुद्दा पनि मैले सहेँ। म किनकि प्रहरीलाई सहयोग गर्नुपर्छ, म यो देशको कानुन मान्ने व्यक्ति हो भनेर म प्रहरीलाई आफै बोलाएर म आफ्नो प्रहरीको नियन्त्रणमा गएर सघाउ गरेर आएको थिएँ। केपी शर्मा ओलीलाई तत्कालै गिरफ्तार हुन्छ गराउँछन्। जेएनजीका भाइ बहिनीहरूका रगतको टाटाहरू मेटेका छैनन्, ती आमाका आँसुहरू पुछिएका छैनन्। धेरै मान्छेहरू आउनेवाला छन्। मलाई लाग्छ यो दसैँ 2 दिन मान्न देलान् नदेलान् थाहा छैन, तत्काल यो सरकारले चाहिँ केपी शर्मा ओलीको सेटैलाई पक्राउ गर्छ। जेएनजी पुस्ताको आन्दोलन भन्दा पश्चात अघिल्लो कार्यकालसम्म, अघिल्लो सरकारसम्म शक्तिशाली दाबी गर्नेहरू यति बेला पेलनमा चेपुवामा परेका छन्। विशेष गरी पछिल्लो समय महेश बस्नेत पक्राउ पर्ने चर्चा चलिराखेको छ र यति बेला महेश बस्नेतलाई साइबर ब्युरोमा उजुरी गर्ने उजुरीकर्ताको रूपमा समेत रहनु भएको शोभा पाठकमा हामीसँग हुनुहुन्छ। आज हामी छोटो रूपमा यो केसको विषयमा कुराकानी गर्छौँ। शोभा म्याम, स्वागत छ यहाँलाई। धन्यवाद। यति बेला महेश बस्नेत पक्राउ पर्ने चर्चा छ, यहाँले नै उजुरी हाल्नु भएको भन्ने कुरा छ। के हो खास विवाद, के हो मुद्दा, के हो, यहाँले स्पष्ट बनाइदिनुहोस् न। यस्तो छ, पक्राउ चाहिँ अहिले होइन, आजभन्दा 2 वर्ष अगाडि पर्नु पर्थ्यो। जुन बेला केपी सरकार हुँदाखेरि त्यति बेला चाहिँ केपी शर्मा ओली प्रधानमन्त्री भएको कारणले फौजदारी अभियोग 3टा मुद्दा दर्ता हुँदाखेरि म माथि भएको अपराध लुकाउन सफल भएका थिए। जुन मुद्दा म अदालतमा अहिले लड्दै थिएँ त्यो मुद्दा त छँदै थियो। यसै बिचमा पनि मलाई चाहिँ विभिन्न रूपमा मेरो सामाजिक रूपमा चरित्र हत्या गर्ने गरेर एउटा महिला सडकमा गइसकेकी महिलालाई अझै पनि चरित्र हत्या हुने गरेर विभिन्न स्टाटसहरू र विभिन्न व्यक्तिहरूसँग जोडिँदै गर्दाखेरि चाहिँ मैले सहन सकिनँ। र महेशजीले त्यो गर्नुभएको थियो गरेर महेश बस्नेतले आफ्नो फेसबुक वालमा चाहिँ स्टाटस लेखिसकेपछि धेरै पटकै मैले 1-2 पटक सहेँ। उनीहरूले हालेका मुद्दा पनि मैले सहेँ। म किनकि प्रहरीलाई सहयोग गर्नुपर्छ, म यो देशको कानुन मान्ने व्यक्ति हो भनेर म प्रहरीलाई आफै बोलाएर म आफ्नो प्रहरीको नियन्त्रणमा गएर सघाउ गरेर आएको थिएँ। त्यसपछि मैले मुद्दा खारेज भइसकेपछि यिनीहरूले मलाई चाहिँ फेरि कसरी त यसलाई चरित्र हत्या गर्ने, कसरी भ्रम छर्ने भनेर विभिन्न स्टाटसहरू लेख्दै गरिसकेपछि जुन बेला म हस्पिटलमा थिएँ मलाई खुट्टासम्म भाँच्न लगाइयो, मलाई हानेर मार्ने आक्रमण गर्न खोजेका थिए, सफल भएनन्। त्यति बेला खुट्टा भाँचेको छ। नर्बिकमा हुँदाखेरि मलाई धेरैजना साथीहरूले स्क्रिनसट पठाउनु भाँचियो। म आज भर्खर 60 दिन मात्रै भइरहेछ। हजुर। अनि त्यसपछि मैले नर्बिकमा धेरै साथीले स्क्रिनसट पठाइसकेपछि मलाई पीडा भएर मैले त्यहीँबाट त्यो वाकर बोकेर गएर साइबरमा निवेदन हाल्न खोज्दा लिएन। किनकि महेश बस्नेतसँग निकट रहेको साइबर ब्युरोको प्रमुख नवीन हरियाल थिए, त्यो कारणले। त्यसपछि मैले त्यहीँबाट गएर साइबरबाट के अरे हाम्रो हुलाकबाट चाहिँ दर्ता गराएँ र मैले शनाखत गरेर आएको थिएँ। त्यो मुद्दा पनि यिनीहरूले पावर लगाएर के गरेछन् त भन्दा अब यो जेएनजी सरकारपछि
तत्कालै अब हामी पक्राउ पर्छौँ, अब चाहिँ प्रमाणबाट हामी वञ्चित हुन सक्दैनौँ भन्ने भइसकेपछि तामे ल्याएर राख्नु भनेर लागेछन्, जुन कुरा मलाई थाहा भयो। जस्तो कि महेशजीले आज बिहानै मात्र एउटा स्ट्याटस लेख्नुभयो, लामो स्ट्याटस लेख्नु भएको छ, त्यसको म एउटा हरफलाई मात्र सुन्नुहोस्, मैले होइन पहिला यो कुरालाई स्पष्ट पारिदिन्छु। सुन्नुहोस् है, म आफै सरकारी वकिलमा गइसकेपछि मैले उहाँ सरकारी वकिलसँग धेरै कुराहरू गरेँ। शोभा पाठकलाई चाहिँ आफ्नो क्षेत्राधिकारभन्दा बाहिर लगेर ललितपुर गएको बेलामा 2 घण्टाभित्र पक्राउ गर्न सक्नुभयो तपाईँहरूले। महेश प्रचण्डलाई किन गर्नु भएन? पटक पटक मुद्दा मैले हाल्दाखेरि तपाईँलाई लभ लेटर दिएको हो, किन नपक्राउनु गर्ने? कसरी तामेलीमा राख्ने? कुन